नेपालको टिम अलमोस्ट यो सुपर 8को रेसबाट चाहिँ अब बाहिर भइसकेको छ। तर आई बिलिभ आजको म्याचले चाहिँ साँच्चीकै डिसाइड गर्नेवाला छ। आजको म्याच यदि केही गरी नेपालले हार्यो भने त नेपाल चाहिँ अफिसियली के अरे टी20 वर्ल्ड कपको सुपर 8को रेसबाट चाहिँ बाहिर हुनेछ। तर आजको म्याच जित्दाखेरि केही थोरै चान्स भने चाहिँ बच्नेछ र आजको म्याच रहेको छ वेस्ट इन्डिजको अगेन्स्टमा र वेस्ट इन्डिजको अगेन्स्टमा नेपालले के गर्नुपर्यो भन्दाखेरि वेस्ट इन्डिजले अघिल्लो म्याचमा इङ्ल्यान्डसँगको म्याचमा वेस्ट इन्डिजले एकदमै राम्रो स्पिन बलिङ गरेको थियो, राम्रो ब्याटिङ गरेको थियो मिडल ओभरमा र सर्फिन रदरफोर्डले जुन इनिङ खेले त्यसले गर्दाखेरि वेस्ट इन्डिजले जित्यो भने भन्न सकिन्छ र नेपालले के अरे फलो गर्नुपर्ने चिज वेस्ट इन्डिजको अगेन्स्टमा युज गर्नुपर्ने चिज चाहिँ के हो त जसले गर्दाखेरि चाहिँ नेपालले चाहिँ वेस्ट इन्डिजको अगेन्स्टमा चाहिँ म्याच जित्न सक्छ त्यसको बारेमा चाहिँ हामी कुरा गर्नेवाला छौँ। तर यदि तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला। अब आजको म्याचमा चाहिँ म नेपालको टिमले टस जित्यो भने यही गर्नुपर्छ भनेर चाहिँ भन्दिनँ। किन भन्दाखेरि अस्तिको कुरा हेर्ने हो भने अस्तिको वाङखेडेको म्याच हेर्ने हो भने कन्डिसन एकदमै डिफ्रेन्ट थियो। के अरे वाङखेडेमा टिपिकली जुन कन्डिसन हुन्छ त्योभन्दा एकदमै डिफ्रेन्ट थियो। एकदमै बलिङलाई फेभर गर्नेवाला पिच थियो। त्यही भएर नेपालले आज यही के अरे चुज गर्नुपर्छ टस जितेर भनेर म भन्दिनँ। कन्डिसन अनुसार चुज गर्दा ठिक हुन्छ। तर मेरो विचारमा वाङखेडेको जुन त्यो टिपिकल पिच हुन्छ त्यस्तो टाइपको पिच हुँदाखेरि चाहिँ नेपालले पहिला ब्याटिङ गर्दाखेरि नै बेटर हुन्छ र वेस्ट इन्डिजले पनि पहिला ब्याटिङ नै गरेको थियो र नेपालले सेकेन्डमा गएर बलिङमा चाहिँ के अरे नेपालले चाहिँ डिफेन्ड गर्न चाहिँ सक्छ आफ्नो राम्रो टोटल केही गरी बनाउँछ भने। र वेस्ट इन्डिजको अगेन्स्टमा नेपालले राम्रो गर्नुपर्ने चिज भनेको चाहिँ ओपनिङ राम्रो हुनु पर्यो। त्यो त के अरे नो डाउट राम्रो हुन परिहाल्यो र एकदमै गर्नै पर्ने र एकदमै बेटर गर्नुपर्ने चिज भनेको चाहिँ मिडल ओभरको ब्याटिङ हो। रोहित पौडेल के अरे सन्दीप जोरा खेल्छन् भने सन्दीप जोरा, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी यो चारजना ब्याट्सम्यानहरूले चाहिँ एकदमै धेरै रन बनाउनु पर्यो एकदमै राम्रो स्ट्राइक रेटले। र रोहित पौडेललाई चाहिँ एउटा के भन्न चाहन्छु भन्दाखेरि रोहित पौडेलले चाहिँ जब ब्याटिङ गरिरहेको हुन्छन् अस्ति 39 रन बनाउँदाखेरि के अरे अब 39 रन राम्रै इनिङ थियो तर स्ट्राइक रेट त्यति राम्रो थिएन। चेज गर्दाखेरि कति रन रेट चाहिँ हामीलाई रिक्वायर्ड रन रेट चाहिँ कति छ भनेर रोहित पौडेलले चाहिँ राम्रोसँग क्याल्कुलेट गर्नुपऱ्यो। त्यो क्याप्टेनकै जब हुन्छ मिडल ओभरमा के अरे पहिला ब्याटिङ गरे भए पनि चेज गरिरहे भए पनि हामीलाई कति रन रेट चाहिन्छ अथवा कति टोटल चाहिन्छ त्यो टोटलसम्म पुग्नलाई चाहिँ अहिले चाहिँ हामीले कतिको स्ट्राइक रेटले रन बनाउनुपर्छ भनेर चाहिँ रोहित पौडेलले चाहिँ राम्रोसँग क्याल्कुलेट गर्न सक्नु पऱ्यो। त्यो चाहिँ राम्रो भएको थिएन अस्तिको म्याचमा। र त्यो पछाडि के अरे सन्दीप जोरालाई खेलाउनु पर्छ भनेर भन्छु म। के अरे दिपेन्द्र सिंह ऐरी भइहाले त्यो पछाडि आरिफ शेख भइहाले उनीहरूले रन बनाइरहेको छन् रन बनाउन सक्छन्। र टप अर्डरमा कुशल भुर्तेले एकदमै राम्रो स्ट्राइक रेटले रन बनाइरहेको बेलामा अर्को एन्डबाट आरिफ शेखले स्ट्राइक रेट कम राख्न चाहिँ भएन। एकदमै धेरै स्ट्राइक रेटले रन बनाउनु पर्यो। एकदमै धेरै रन बनाउनु पनि पर्दैन तर धेरै स्ट्राइक रेटले रन बनाउनु पर्यो। र त्यो पछाडि नेपालको बलिङको कुरा गर्नुपर्दा अस्ति पनि वेस्ट इन्डिजले इङ्ल्यान्डको अगेन्स्टमा आफ्नो स्पिन बलिङ चाहिँ एकदमै बवाल गरेर चाहिँ इङ्ल्यान्डको अगेन्स्टमा चाहिँ म्याच जितेको हो। र नेपालको त स्पिन बलिङ राम्रो छँदै नै छ। त्यही भएर चाहिँ नेपालले चाहिँ के गर्नु पर्यो भन्दाखेरि स्पिनरहरूलाई चाहिँ राम्रोसँग युज गर्नु पर्यो। पहिला नै यदि केही गरी कन्डिसनले फेभर गर्छ भने नेपालको फास्ट बलिङ चाहिँ नेपालको स्ट्रेन्थ होइन। त्यही भएर पावर प्लेमा नै दिपेन्द्र सिंह ऐरी जस्तो स्पिनरलाई चाहिँ केही गरी नेपालले युज गर्यो भने चाहिँ के वेस्ट इन्डिजको ओपनर्सहरूलाई चाहिँ राम्रोसँग के अरे आउट गर्न सक्छ। र वेस्ट इन्डिजको ओपनरहरू पनि त्यति राम्रो पर्फर्म गरेको त होइन। मिडल ओभरमा चाहिँ राम्रो पर्फर्मेन्स भएको थियो अस्ति। र त्यही भएर के अरे वेस्ट इन्डिजले एक दुईवटा विकेट झार्दाखेरि पनि झरिसक्दाखेरि पनि एकदमै ठुलो टोटल बनाएको थियो। त्यही भएर नेपालले चाहिँ के अरे ओपनरहरूलाई त पावर प्लेको एन्डमा पावर प्ले सिद्धिनुभन्दा अगाडि नै आउट गर्न परिहाल्यो। त्यो पछाडि मेन टास्क भनेको चाहिँ नेपालको बलरहरूलाई चाहिँ गाह्रो पर्ने भनेको चाहिँ वेस्ट इन्डिजको मिडल ओभरलाई चाहिँ के अरे कोल्याप्स गर्न चाहिँ गाह्रो पर्ने हो। र त्यसको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट कन्ट्रिब्युसन भनेको चाहिँ स्पिन बलिङको हुन्छ। फास्ट बलिङ चाहिँ यहाँ टिक्नेवाला छैन। र त्यही भएर दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र ललित राजवंशीले खेल्छन् जस्तो मलाई लाग्दैन। खेल्न पर्छ जस्तो पनि लाग्दैन। त्यही भएर दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने त्यो पछाडि शेर मल्लले खेल्यो भने शेर मल्ल खेल्यो भने नत्र त्यो पछाडि कुशल भुर्तेल। र यहाँनिर अर्को भनेको रोहित पौडेलको बलिङको पनि कन्ट्रिब्युसन हुनसक्छ। लेफ्ट ह्यान्डरले केही गरी गरिरहेको बेलामा रोहित पौडेलको चाहिँ एउटा बलिङमा चाहिँ के प्याटर्न देखिरहेको छ भन्दाखेरि एकदमै राम्रो बलिङ भइरहेको बेलामा के अरे विकेट स्पिनरहरूले लिइरहेको बेलामा म पनि विकेट लिन्छु भनेर आएर बलिङ गरे जस्तो देखिन्छ। तर साँच्चीकै एउटा इम्पोर्टेन्ट म्याचमा एउटा के अरे लेफ्ट ह्यान्डरले ब्याटिङ गरिरहेको बेलामा राइट ह्यान्डेड अफ स्पिनले चाहिँ त्यो ब्याट्सम्यानको चाहिँ विकेट लिन सक्ने सिचुएसनमा चाहिँ उसले चाहिँ दिपेन्द्र सिंह ऐरीलाई चाहिँ अगाडि सारेको आफू चाहिँ अगाडि नआएको जस्तो देखिन्छ।
त्यही भएर रोहित पौडेलको स्पिनले पनि कन्ट्रिब्युट गर्न सक्छ के अरे लेफ्ट ह्यान्डरको विकेट लिनमा। त्यही भएर चाहिँ रोहित पौडेलले पनि इम्पोर्टेन्ट सिचुएसनमा चाहिँ आफैलाई लिएर आउन सक्छन् स्पिनमा चाहिँ। आजको टिममा नेपालले कुन प्लेइङ 11 खेलाउँछ त्यो त मलाई थाहा छैन। तर जे होस् नेपालको टिममा चाहिँ एउटा लेफ्ट ह्यान्डेड स्पिनर भयो भने पनि राम्रो हुन्छ। तर त्यो त्यति हुनैपर्ने चिज पनि होइन। किन भन्दाखेरि नेपालको के अरे सन्दीप लामिछाने र कुशल भुर्तेल जस्तो लेग स्पिनरहरूले नै लेफ्ट ह्यान्डेड स्पिनरभन्दा बेटर गरेको चाहिँ देखिन्छ। अब सबैले चान्स पाएको त छैनन्, तर जे भए पनि कुशल भुर्तेलले र सन्दीप लामिछानेले नै बेटर गर्न सक्छन् जस्तो मलाई लाग्छ। र दिपेन्द्र सिंह ऐरीको पनि स्पिन बलिङको चाहिँ एकदमै कन्ट्रिब्युसन हुन्छ। र अब फास्ट बलिङको कुरा गर्नुपर्दा फास्ट बलिङमा चाहिँ नेपालले चाहिँ अहिलेसम्म सोमपाल कामीलाई युज गरेको छैन। अब म सोमपाल कामीलाई युज गर्न पर्दैन भन्दिनँ। तर जे होस् नेपालले चाहिँ के अरे आफ्नो ब्याटिङलाई चाहिँ डिप बनाउनलाई चाहिँ के अरे सोमपाल कामीलाई राखेर अरू दुईजनालाई हटाउँदा त्यो पनि गर्दा हुन्छ। तर नन्दन यादवले एकदमै राम्रो बलिङ गरिरहेको छन्। त्यही भएर नन्दन यादवलाई चाहिँ राखेर अरू दुईजनालाई चाहिँ हटाउँदाखेरि ठिक होला जस्तो मलाई लाग्छ। र अर्को एकजना फास्ट बलिङ कसले गर्न सक्छन् भन्दाखेरि गुलसन झाले नै गर्न सक्छन्। र नेपालसँग इनफ स्पिनरहरू छन् जसले चाहिँ पुरै यो बलिङको कोटा चाहिँ सिद्धाउन सक्छन्। त्यही भएर फास्ट बलिङ चाहिँ के अरे ओपनिङमा 1-2वटा ओभर र डेथ ओभरमा नन्दन यादवको त्यो के अरे डेथ बलिङको क्यापेबिलिटी युज गरेर त्यो युज गर्न सकिन्छ। नत्र मिडल ओभरमा चाहिँ पुरै नेपालले चाहिँ पुरै स्पिन युज गरेर चाहिँ वेस्ट इन्डिजको अगेन्स्टमा चाहिँ के अरे भिक्ट्री निकाल्न सक्छ। र अब अस्तिको म्याचको कुरा गरौँ, इटलीको म्याचको कुरा गरौँ। इटलीको म्याच पछाडि मैले भिडियो पनि बनाएर म केही बोल्न पनि सकेको थिइनँ। किन भन्दाखेरि एकदमै सेमफुल के अरे लस थियो त्यो, एकदमै लाजमर्दो लस थियो, एकदमै खत्तम प्रदर्शन थियो। 93 मा 3 हुँदाखेरि 30 रनको के अरे इन्टरभलमा नेपालले 7 विकेट लुज गरेर पुरै अल आउट भएको थियो। अब त्योभन्दा घटिया के हुनसक्छ र नेपालले अघिल्लो म्याचमा इङ्ल्यान्डसँग त्यति राम्रो ब्याटिङको पर्फर्मेन्स दिएर आएको र त्यो पछाडि चाहिँ इटली जस्तो एकचोटि कन्डिसन ठ्याक्क स्विच हुने बित्तिकै नेपालले चाहिँ कन्डिसनै एड्याप्ट गर्न नसकेको जस्तो। तर त्यो कन्डिसन नेपालको लागि अनफेभरेबल भन्ने थिएन। नेपालले त्यस्तो कन्डिसनमा धेरै खेलिसकेको छ। नेपालकै ग्राउन्डहरूमा पनि त्यस्तो कन्डिसन धेरै बन्छ र नेपालले धेरै खेलिसकेको छ र नेपालले जितेको पनि छ। यो कन्डिसन कुनसँग सिमिलर थियो भन्दाखेरि नेपालले ओमानमा वर्ल्ड कप क्वालिफायर खेल्दाखेरि जुन सिचुएसन थियो त्योसँग सिमिलर थियो। नेपालले के अरे 93 मा 3 हुँदाखेरि के अरे मिडल ओभरमा राम्रो पार्टनरसिप गरेर एन्डमा गएर मात्र हल्का के अरे हान्नलाई चाहिँ हिट गर्नलाई चाहिँ सुरु गरेको भए नेपालले 170 रन इजिली बनाउन सक्थ्यो। तर रोहित पौडेल आउट हुने बित्तिकै हरेक ब्याट्सम्यानले नै आएर चाहिँ म चाहिँ लामो छक्का हान्छु भनेर हान्न खोज्दाखेरि ब्याट उचाल्ने बित्तिकै बल हावामा पुग्ने बित्तिकै त्यो फिल्डरलाई क्याच नै भएको थियो। त्यही भएर यो पनि आजको म्याचमा चाहिँ नेपालको लागि चाहिँ लर्निङ हुनसक्छ सिचुएसनलाई चाहिँ एड्याप्ट गर्ने। र यही सिचुएसन केही गरी बन्यो भने 170-180 को टोटल पनि डिफेन्डेबल हुन्छ। र नेपालले यदि केही गरी 123 मै अल आउट हुने हो भने त त्यो त कुनै पनि हालतमा चाहिँ के अरे वेस्ट इन्डिजले चाहिँ के अरे चेज गर्न नसक्ने भन्ने चाहिँ हुँदैन। त्यही भएर कन्डिसन अनुसार चाहिँ नेपालले खेल्न पर्यो र मिडल ओभरमा चाहिँ राम्रोसँग चाहिँ हामीलाई कति रन चाहिएको छ, रिक्वायर्ड रन रेट कति हो र के अरे स्ट्राइक रेट कतिको चाहिन्छ भन्ने क्याल्कुलेसन चाहिँ क्याप्टेनले चाहिँ राम्रो गर्नु पर्यो। र मिडल ओभरमा चाहिँ आफूसँग जसले पार्टनरसिप गरिरहेको छ त्यो ब्याट्सम्यानलाई चाहिँ सँगै लिएर चाहिँ यो स्ट्राइक रेट यति स्ट्राइक रेटमा चाहिँ हामीले खेल्नुपर्छ इनफ टोटल बनाउनको लागि भनेर चाहिँ रोहित पौडेलले चाहिँ राम्रोसँग क्याल्कुलेट गर्नुपर्यो, जुन चाहिँ अघिल्लो म्याचहरूमा भएको थिएन। त्यही हो। हस्, थ्याङ्क यू। आज चाहिँ नेपालले म्याच जितोस् र आजको म्याच नेपालले जित्नै पर्ने पनि छ र त्यसको लागि नेपालको टिमलाई अल द बेस्ट भन्न चाहन्छु।